माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राईलाई आफ्नो कुरा राख्न 2 मिनेट समय दिन्छु। 2 मिनेटभित्र आफ्नो कुरा राख्नुहोस्। सभामुख महोदय, हाम्रो नियमावलीको नियम 15(2) अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरूले उठाउनुभएका सांसदज्यूहरूले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन, म एउटा प्रश्न राख्न चाहन्छु। मैले 2083 साल 1 महिना 28 गते र 29 गते केही प्रश्नहरू राखेका थिएँ, जो गृह मन्त्रालयसँग सम्बन्धित केही थिए, केही रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए, केही अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरू थिए। ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु, किनभने उहाँले मन्त्री परिषद अहिले विस्तार गर्नुभएको छैन। गृह मन्त्रालयको जिम्मा पनि उहाँले लिइराखेको कारणले गर्दाखेरि यो सुकुम्बासी लगायतका चाहिँ शान्ति सुरक्षासँग सम्बन्धित विषयहरूमा पनि मेरा प्रश्नहरू थिए र सीमासँग सम्बन्धित, लिपुलेखसँग सम्बन्धित विभिन्न खालका चाहिँ प्रश्नहरू हामीले सोधेका छौँ, म लगायत अन्य सांसदज्यूहरूले। रक्षा मन्त्रालय पनि उहाँले सम्हालिराखेको कारणले गर्दाखेरि प्रधानमन्त्रीज्यू संसदमा आएर हामीले उठाएका प्रश्नको उत्तर दिनुपर्छ। हाम्रो नियमावली 15 को उपनियम 2 ले त्यो भनिरहेको छ। 28 गते राखेको प्रश्न आज गर्दाखेरि 10 दिन जति भइसक्यो। त्यो उपनियममा भनिएको कुरा के छ भने 7 दिनभित्र नेपाल सरकारका सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने हाम्रो नियमावली छ। त्यसो भएको कारणले गर्दाखेरि म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु, उहाँ यो पार्लिमेन्टको मेम्बर हो कि होइन? यो देशमा पार्लिमेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन? कर्तव्य पुरा गर्नुपर्छ कि पर्दैन? म यो प्रश्न गर्न चाहन्छु। यदि उहाँ आफ्नो कर्तव्य पुरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो। उहाँ नेपाली जनता, यो नेपाली तपाईको चाहिँ लोकतन्त्रद्वारा